एक हप्ता बस्न पाइन्छ अरे। पोखरा जानु भयो कि नजानु भयो? जाने भयो। जानु उनीहरूले उ गरिसक्यो, एउटा कोठा भनिसक्यो, एउटा रुम राखिदिनु न। जचाउने पनि गरेर जा भनेको। अब यता कति दिन घुम्ने हो? 3 दिनै घुम्छन् होला अब। 2 दिन पोखराबाट चितवन जाने र चितवनबाट हेटौँडा सबै राउन्ड कहीँ डुलाएको छैन रे। गएपछि सबै घुमेर अनि काठमाडौँ पनि भन्दै अनि त्यो भाइ के गर्ने हो। अन्त कहीँ नगरी घुसेल त जानु पऱ्यो नि है। देखा त पर्ने हो, अब के गर्छ। आमा भटा त जानुपर्छ नि त। आमालाई कुसुन्डी अब सबैतिर एकचोटि 1-1 घन्टा मात्र भए पनि गएर आएर